साथीहरू आज यो टमाटरको बोटको पातहरू अनि चोरमुन्टाहरू कसरी छाँटकाट गर्ने भनेर म भन्न गइरहेको छु। तपाईँको यो हुन्छ नि, यो चोरलाई यसलाई चुट्टाएर फालिदिने, यहाँ माथि समानान्तर दुईवटा हाँगाहरू आउँछ, त्यसलाई मात्र राख्ने। अनि रोग लागेको पातहरू नि अलि पहेँलो अनि किराहरूले ढाल पारेको पातहरू छ भनेपछि पनि त्यसलाई हटाइदिने। यहीँ फाल्ने होइन, यस तरिकन अर्को भाँडामा राखेर टाढा लगेर फाल्ने, किनकि त्यसले गर्दा इन्फेक्सन हुनसक्छ। इन्फेक्सन भएर रहने रोग लाग्ने, विभिन्न किसिमको रोगहरू लाग्ने हुन्छ। अनि यस्तो डढेको यस्तो पातहरूलाई पनि, यस्तो रोग लागे जस्तो जुनसुकै पातहरूलाई पनि यसरी काटेर चाहिँ फालिदिने। फालेर चाहिँ अलि टाढा लगेर फाल्नु होला। ल म भन्छु, यहाँ देखिरहेको छ नि यो ठुलो, यो चोर मुन्टाहरूलाई चाहिँ यसरी काटेर चाहिँ फालिदिने, यो काटेर जम्मै फालिदिने। माथि दुईवटा समानान्तर, म अहिले समानान्तर हाँगा आएको बोटहरू पनि देखाउँछु तपाईँहरूलाई, होइन? तपाईँलाई अहिले म समानान्तर हाँगा आएको बोटहरूलाई पनि म देखाइदिन्छु। यसरी काटेर फालिदिने। यसले के गर्छ कि पछि फल लाग्ने, होइन, तत्त्वहरू, अब माटोको उर्वरा शक्तिलाई घटाइदिन्छ। त्यहाँ भन्दा हामीले मुन्टाहरू काटेर फालिदिनु पर्ने हुन्छ। साथीहरू अनि स्वच्छ पातहरूलाई मात्र राख्ने, स्वच्छ पातहरू, हाँगाहरू, स्वच्छ पात र हाँगाहरूलाई मात्र यस्तो यो मुन्टाहरूलाई चाहिँ चुट्टाएरै फालिदिने, है। जुन यस्तो किराले खाएर यो हाँगा ठुङ्गो मात्र राखेको छ नि, यस्तो हाँगाहरूलाई नि यसरी काटेर फालिदिने कि, है। यस्तो रोग लागेको हाँगालाई नि फालिदिने। यस्तो डढुवा टाइपको रोग लगाउँछ कि यसले। अब किराहरूले खान्छ, सुके जस्तो देखिन्छ। अब हामी सुके सोच्छ अनि त्यसले चाहिँ डढुवा लगाइदिन्छ। अनि यो चोर हाँगाहरूलाई जम्मै फालिदिने। अनि पातहरू, रोगी पातहरू छ भने त्यसलाई नै हटाइदिने। अनि फोहोर चाहिँ कताबै दिनुहुन्न। पातमा अब क्युरिङ गर्दाखेरि पातमा पानी जम्ने, अब त्यस्तो गऱ्यो भने रोग चाँडो सङ्क्रमण देखिन्छ, होइन? त्यही भएर खुल्ला हावा लाग्ने ठाउँ बनाउनुपर्छ, है। अहिले म तपाईँलाई कस्तो हाँगा राख्ने र मैले भनिसकेँ नि, चोर हाँगाहरू आउँछ यस्तो बिचमा, यस्तो मुन्टाहरू यस्तो आउँछ भने यसलाई हटाइदिने। यसले पछि फाल्यो भने के हुन्छ कि फल दिनमा अलि मद्दत गर्छ, होइन? म तपाईँलाई देखाउँछु अब समानान्तर हाँगा भने कस्तो हुन्छ भनेपछि।